जब जब यो पृथ्वीमा अधर्म बढेको छ, जब जब सत्य र न्याय कमजोर बनेका छन्, तब तब भगवान स्वयं अवतार लिएर धर्मको रक्षा गर्न आउनु भएको छ। त्रेता युगमा भगवान विष्णुले मर्यादा पुरुषोत्तम श्रीरामको रूपमा अयोध्या नगरीमा अवतार लिनुभयो। राजा दशरथ र माता कौशल्याका पुत्र श्रीराम बाल्यकालदेखि नै सत्य, सेवा र मर्यादाको मार्गमा हिँड्नुभयो। प्रार्थना साथीहरू, यदि तपाईलाई यो रामायण कथा मन परिरहेको छ भने कृपया कमेन्ट गर्नुहोस् र हाम्रो युट्युब च्यानल गीता जीवन ज्ञान 5K सब्स्क्राइब गर्न नबिर्सनुहोला। श्रीरामका 3 भाइ लक्ष्मण, भरत र शत्रुघ्न प्रेम, त्याग र एकताको अद्भुत उदाहरण थिए। समय आयो जब अयोध्यामा श्रीरामको राज्याभिषेकको तयारी हुँदै थियो, तर नियतिलाई केही अर्को नै स्वीकार्य थियो। माता कैकेयीले आफ्नो वरदान प्रयोग गर्दै श्रीरामलाई 14 वर्षको वनवास र भरतलाई अयोध्याको राजा बनाइन्। न कुनै क्रोध, न कुनै दुःख। श्रीरामले पिताको आज्ञालाई ईश्वरको आज्ञा मानेर स्वीकार गर्नुभयो। माता सीता र भाइ लक्ष्मण पनि श्रीरामसँग वनतर्फ लाग्नुभयो। वनवासको समयमा श्रीरामले ऋषिमुनिहरूको रक्षा गर्नुभयो, दुष्ट राक्षसहरूको संहार गर्नुभयो र मानवतालाई धर्मको मार्ग देखाउनुभयो। त्यसै समयमा लङ्का नरेश रावणले छल र अहङ्कारवश माता सीताको हरण गर्यो। यो केवल अपहरण थिएन, यो अधर्मको सबैभन्दा ठूलो चुनौती थियो। प्रार्थना साथीहरू, यदि तपाईलाई यस्ता भक्तिमय कथाहरू हेर्न चाहनुहुन्छ भने भिडियो लाइक र शेयर गर्न नबिर्सनुहोला। माता सीताको खोजीमा श्रीरामको भेट भयो वानर राज सुग्रीवसँग र उहाँलाई प्राप्त भयो सबैभन्दा महान भक्त महाबली हनुमान। हनुमानजीले लङ्का पुगेर माता सीताको खोजी गर्नुभयो र श्रीरामको सन्देशले उहाँलाई धैर्य दिनुभयो। समुद्रमा सेतु निर्माण भयो, वानर सेना लङ्का पुग्यो र सुरु भयो धर्म र अधर्म बीचको महासंग्राम। भयङ्कर युद्धपछि श्रीरामले रावणको वध गर्नुभयो, अधर्मको अन्त्य भयो, अहङ्कार नष्ट भयो र सत्यको विजय भयो। माता सीताको अग्नि परीक्षापछि श्रीरामले उहाँलाई सम्मानका साथ स्वीकार गर्नुभयो। 14 वर्षको वनवास पूरा भयो। श्रीराम अयोध्या फर्किनुभयो। पूरी अयोध्या दीपहरूले उज्यालो बन्यो। हरेक घरमा खुसी फर्कियो र त्यही दिनदेखि दीपावली अन्धकारमाथि प्रकाशको विजयको प्रतीक बन्यो। रामायणले हामीलाई सिकाउँछ, त्याग नै सबैभन्दा ठूलो धर्म हो, मर्यादा नै सबैभन्दा ठूलो शक्ति हो र सत्यको बाटोमा हिँड्ने कहिल्यै हार्दैन। प्रार्थना साथीहरू, हाम्रो फेसबुक पेज फलो गर्नुहोस्, भिडियो लाइक, शेयर र कमेन्ट गर्नुहोस् र यस्ता कथाहरूका लागि च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला। जय श्रीराम, जय हनुमान।